को हुन् त एम्बाप्पे। एम्बाप्पे खास गरेर नेपाली मूलका फ्रान्सेली फुटबल खेलाडी हुन्। एम्बाप्पे एमाले नेता लालबाबु पण्डितका कान्छा छोरा हुन्। एम्बाप्पेको वास्तविक नाम चाहिँ एमबाबु पण्डित थियो। यिनै एम्बाप्पे गाउँघरमा फुटबल खेल्दा खेल्दै आफ्नो स्किल देखाउँदै एक दिन फ्रान्सका प्रख्यात फुटबल खेलाडी जिनेदिन जिदान नेपाल भ्रमण गर्न आउनु भएको रहेछ। हो त्यतिखेर नेपाल भ्रमण गर्न आएको बेला एम्बाप्पेको प्रदर्शन, एम्बाप्पेको स्किल देखेर जिनेदिन जिदान चकित पर्नुभयो र उहाँले एमाले नेता लालबाबु पण्डितसँग सहकार्य गरेर एम्बाप्पेलाई फ्रान्समा लग्नुभयो। फ्रान्समा लगेपछि एम्बाप्पेलाई अझै आधुनिक तरिकाले फुटबल खेलाइयो र त्यसपछि उहाँ एकदमै पोक्त भएपछि, एम्बाप्पे फुटबलमा पोक्त भएपछि उहाँलाई फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा समावेश गरियो र 2018 मा एम्बाप्पेले विश्वकप उचाल्नमा पनि ठुलो योगदान दिनुभयो। त्यति मात्र होइन, अहिले